फाइनली मैले मेरो साथीलाई भेटेको अवस्था है मेरी। हाँ बोल केवडी। अहिले चाहिँ हामी चट्टा मोबाइल सपमा छौँ होइन। आज कर्निस जाने प्लानिङ छ हाम्रो। सो अब कर्निस जाने प्लानिङ छ आज हाम्रो बुढिया कर्निस। सो यहाँनिर जो स्मेल करो करो करो, इतना भी नहीं करो कि मेरा व्यूअर्स जट जाए। थोड़ी अभी थोड़ा हम ना ब्लॉगिंग करके चलते हैं। अगर लोग देखेंगे ना बोलेंगे मैं अंधा हूँ, मैं कैमरा में इधर से देख रहा हूँ, मेरे ग्लास से नहीं दिखाई देता, इसलिए चश्मा पहन के चल। देख इधर पे कितना प्यारा लग रहा है। चल पक्का तो कितना मारे फिर ए बढ़िया। यो चाहिँ बोकेर कर्निस हो। सो आज हामी यहाँ घुम्न आएको आफ्टर सो लङ टाइम। लाइक म चाहिँ अलमोस्ट यहाँनिर 6 वर्ष 7 वर्ष बसेर गएको, तर अहिले चाहिँ सिफ्ट भएको भएर चाहिँ लङ टाइम पछि बल्ल आएको। अनि आज धेरै मान्छेहरूसँग यता पनि उता पनि मेरो साथीलाई देखाउनु मिल्दैन, सो त्यही भएर म आफूले देखाएर बस्छु। खेपडी तू और मैं कुछ गेम खेलते हैं इधर पे। क्या खेलें? हम भी कुछ गेम खेलते हैं। इधर पे कौन सा वाला लड़का हैंडसम है वही देखते हम, पर आंखें बंद करके, क्योंकि आंखें खोलेंगे तो भैया मार डालेंगे। आंखें बंद करके देखते। अच्छा ठीक है। हाँ अच्छा दिख रहा है। तो अभी क्या करें फिर। तो गाइज हेर्नु कति धेरै डेट्सहरू फुल्दैछ यहाँनिर, अहिले चाहिँ भएको छैन। डेटिङहरूमा आएको छ क्या, अब के गर्नु हामी एक्लै भएपछि एक्लै आउनु पऱ्यो होइन। सो मान्छेहरू यहाँनिर डेटिङमा आएको छ, के अरे बनाएको छ, कपाल पिक्चरहरू क्लिक गर्दैछ। र हामी चाहिँ एक्लै ट्रक समात्दै हिँड्यो। के गर्नु, हाम्रो त ब्याग समात्ने कोही छैन। मान्छेहरूको हात समातेर हिँड्ने मान्छे छ, हाम्रो त ब्याग समात्ने मान्छे छैन हौ भगवान्, कोही त छैन भनेको के। यसो रेकर्डिङ गर्नु पऱ्यो नि त होइन आफ्नो पनि। मैले चाहिँ गिम्बल लिएर आएको थिएँ क्या, सो त्यही भएर चाहिँ सजिलो भइरहेको छ। आफू जति म भयो त्यति केही हुँदै जान्छ। मान्छेले हेर्नु कस्तो हेरेको बा, सिङ्गा आएर खाइदेला झैँ गरेर हेर्छ त। के गर्नु अब, मान्छे आफ्नो मान्छे नभएपछि त आफै क्लिक गर्नु पऱ्यो के अरे होइन। सो हेर्नु न हाम्रोमा छुँदा पनि पुरा हातमै कालो आउला जस्तो मान्छेहरू छ यार। कालो मान्छेले हेरेको होइन कि, तर हेर्नु त्यस्तै गरेर हेरेको छ त नि है मेरी। हम लोगों को क्यों ऐसे देख रहे हैं लोग। ऐसा लगता है कि अभी कुकर में सीटी लगा के खा लेंगे होइन। गाइस यस्तो राम्रो भइरहेको के फाइदा खानु त नि। सो हामीले चाहिँ भर्खर यहाँ क्यामेराम्यान आउनु भएको थियो, फोटो खिच्दै रहेछ। अनि पर फोटो चाहिँ त्यहाँनिर राम्रो है, उनीहरूले चाहिँ फोटो पनि निकालेर दिनु भएर चाहिँ। सो त्यही भएर यहाँनिर मेरो साथी गर्दै चाहिँ मेरो त डन भइसक्यो। साथीले उठाएर फोटो खिच्दा धन्न म आफै नै नउठेको हो। त्यहाँनिर फोटो क्लिक हुँदैछ, मेरो साथीको सिटिङ हुँदैछ। सो म पनि यहाँनिर साइडमा भलिबल खेल्ने, बास्केटबल खेल्ने, ब्याडमिन्टन खेल्ने, फुटबल खेल्ने सबैजना बाँदरमुखीहरू सबैजना यहीँ जम्मा भएको छ कि। कालो गोरो भँगेरा सङ्गेरा उदा उदा काग पनि आएर काग गरिहाल्यो। के गर्नु, नकरा उता जा भनेको मान्दैन। यस्तो राम्रो मान्छे देखेर त जानु नि। के साह्रो काग गरेको बाप्पा रेतेला हुन्छ लागिजाओस्। सो मेरो त डन भइसक्यो। अब यहाँनिर अझै पनि भइरहेको छ, मेरो साथीको क्लिक हुँदैछ। मेरो चाहिँ एकछिनमा फोटो आउँछ, सो बेलुका हाल्छु म। कसले ऐसे कर लेती हूँ मैं। हो गया। अब हामीले कागको पनि भिडियो बनायो, हाम्रो पनि भिडियो बनायो। ला त्यसको भएको टाउको काग पनि मेरो माथिबाट गयो। कौवा भी मेरा ऊपर से गया, ऐसा लगता है कि मेरा भी पिक्चर क्लिक करो बोल रहे। और बोल क्या बोले, किसके पास जाने अभी हमें। ओ त्यहाँनिर चाहिँ बच्चाहरू खेलिदिएको रहेछ। सो त्यही भएर मलाई पनि खेल्न जाउँ जस्तो लाग्यो, तर के खेल्नु जाने त्यहाँनिर होइन। बच्चाहरू डराएर भएको छ, त्यो भन्दा नजाने म त्यहाँनिर। त्यहाँनिर फुटबल खेल्दैछ, कोही टेनिङ बसिरहेको छ। अरे यार इसने मुझे डरा दिया यार, ऐसा लगा कि मुझे खींच के अंदर ना लेकर जाए। मैं भर जाती तो ब्लास्ट हो जाता, क्या करती मैं फिर। का पिक्चर हो गया, फोटो क्लिक हो गया, फोटोशूट पूरा खत्म करके फिर हमारे पास कवा भी आ गया। कवा खाना खाने लग गया, तो हमने सोचा इसका भी वीडियो ले लेते हैं, इसका भी फोटोशूट कर लेते हैं। लेकिन बहुत अच्छा लग रहा था। कौवा उड़ गया तो कहानी खत्म हो गया। यहाँनिर चट्ट बन्द गर्छौँ। बन्द भयो, यो हाम्रो बन्द भयो। सो यहाँको कम्प्लिट भयो। अब हाम्रो जाँदैछ हामी अर्को लोकेसनमा। सो गाइज अब चाहिँ बाटो क्रस गरेको अवस्था। यहाँबाट हामी जाँदैछौँ मार्केट। ल अब ट्याक्सीमा गएको अवस्था। सो गाइज हामी चाहिँ ट्याक्सीबाट उत्र्यो, तर माछा कस्तो क्युट छ हेर न। माछा ब्याङ्कमा जानु छ, सो त्यही भएर ब्याङ्कमा चाहिँ मार्केटमा अब अवस्था छ। सो मार्केटमा सामान हेर्दैछौँ यहाँनिर हामी। कस्तो क्युट टावर छ। सो टावर हेरौँ यहाँ। चकलेट सेक्सन, यो ओइलको सेक्सन। हामी चाहिँ फाइनली सबै फिनिस गरेर आइरहेको छौँ। अब मेरो साथीहरू खोल्दैछन्। सो गाइस म चाहिँ लास्टली थापेर कानको झुम्का निकालेको यस्तो पेन भइरहेको छ नि, के गर्नु र लाउने बानी छैन नि त। सो त्यही भएर हो होइन। तपाईँहरूको ब्युटिफुल गोरुङमा यहीँनिर छ। अब के गर्नु, अब एकछिन रुम जान्छु म। रुम फर
दिँदै गरेको अवस्था अब चाहिँ अलरेडी 10 बज्न लागिसक्यो गएर ड्युटी पनि गर्न छ के गर्नु र यस्तै छ परदेशी लाइफ दिनभरि घुम्दै गएर सो गाइस आजको दिन चाहिँ लास्टै टायर्ड थियो होइन त्यही गर्नु र यस्तै छ जिन्दगी अब गएर ड्युटी पनि गर्नु छ आज त लास्टै सामान किनेर आएको छ त्यसलाई गएर ओपन गर्नु छ ठाउँमा राख्नु छ के गर्नु र यस्तै छ मेरो चाहिँ घरको लोकेसन आएको अवस्था छ सो अब यहाँनिर सोध्छ ब्रेकफास्ट गर्नुभन्दा अगाडि कहाँ जान लागेको को हो सो भन्नु पऱ्यो नि भैया मेरा ग्लास ओपन कर दीजिए अस्सलाम वालेकुम भैया थ्याङ्क यू सो भयो मैले थाहा छैन त्यहाँ काम बस्ने हो भनेर सो त्यही भएर भनेर पनि एकदम स्ट्रिक्ट छ कि विदाउट आइडी विदाउट एनी पर्मिसन लाइक आउन मिल्दैन सो गाइज आजको लागि चाहिँ यति नै ब्लग होइन आज दिनभरिको यही हो ब्लग सो लाइक आई हेभ टु गो वर्क न अल्सो सो त्यही भएर चाहिँ आजको लागि यति नै ब्लग इन गर्दैछु म थ्याङ्क्स फर वाचिङ माई दिस ब्लग्स अनि डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल Thank you guys. Bye bye. Love you all. Take care.